नमस्कार हजुर। आज चाहिँ हम यहाँ घुम्नलाई भनेपछि यसो चिसापानीतिर यो हुलाकी सडक मार्ग भएपछि चिसापानीसम्म पुग्दै भनेपछि आज यो शनिबारका दिन घरलाई बसेर नान रमाइलो गर्ला भन्ने उद्देश्यले घरलाई हो रे आपलाई अलि समस्या भयो। समस्या के भयो भनेपछि अब यो मान्छेले बिहा गर्यो, मुले बिहा गर्यो। अब बिहा गरे हामी घर के हुन्छ अलि बुझला तमलाई थाहै भइएको कुरा हो। बिहा गरे मान्छेले हेरे बेटा अब बिहा नगरे मान्छेले हेरे बेटा जिन गरे ना हम गल्ती हालत हमने कर लिया हमला जिन गरे भन्ना छ भने गरे हजुरले अब समस्या जी हाम्रो हो उ थाहा पारला। तब घरै समस्या हो बेटा यहाँ। अब समस्या के हो भने भन्नुहुन्छ भने अब उही त बिहा गरे मान्छेको क्या एक चीज पूरा कर दियो अर्को पूरा कर दियो आज यो नयाँ भयो अर्को। तब हाम्रो चाहिँ अब घरलाई एक सल्लाह गरेर एक्लै घर अलि आज खटपटी भइहाल्छ चाहिँ मेरो त अब झन् भएको कुरा भयो। तब बिहेको कुरा मिल्या हुनाले हिल्ला पो जानु हाम्रो घुम्नबाट यहाँ चिसापानीसम्म जाने भन्ने प्लान हो। चिसापानी लिगा पुरेका तनावले चाहिँ हम चिसापानीसम्म घुम्दो भनेर प्लान बनायो पहिले चाहिँ हम जहाँ जतिनका घर दुःख छन् पडिनका दुःख सबैजना अर्का शनिबार एकपट्टा भएर घुम्दै जाउँ आज गरौँ। तमराले घुम्दै मन लागेपछि समस्या छ भने आसिया हजुर धुला दुःख सुख पोखला हैन। अब क्या इस्यु छ। अब बिहा नगर्दै थियो हजुर नगर नहुनेले भयो हैन। अब हुन्छ नि त भल समाजले न्याय गर्यो भन्ने भयो यो हो त्यहाँ भन्ने भयो अनेक कुराहरू काटिने भयो। सबै बिहा गर्दै पऱ्यो। अब उनरा अब समस्या के भयो अलिक बढ्ता बोल्ले क्या बाक्ट मान्छे बिहा गर्दु नगर्दु न अलिक बढ्ता बोल्ले यो समस्या पूरा गरिदिए अर्कापट्टि न्यू खोजिहाल्ले। तब अब सहज गरेर आप झन् शनिबार की झगडा गर्दै और के गर्दै भनेपछि हम चाहिँ आज निकल्यो घर भएर अब कहाँसम्म केसम्म पुगिन्छ चिसापानीसम्म जाने भन्ने प्लान छ। चिसापानी टाइम बिहार त्यो टिकापुर पार्कै पुगेर हुँदा नि त मौकाले घुमिन्न अझ। बिल्कुल अब रात हमने पुग्दै भने तो 8-9 बजे घर पुग्दै हिसाबले जाने हो। तो अगर पुग्यो आज किचकिच स्टार्ट हो जाने हो। दिनभर घुम्न निकाल्ने हामी खाली 8-9 बजे मजा मेरो त यार रुप्पे खल्टिन फिन्ना खानु पिनु भन्न छ त पर्छ गरेर राखले तेरा के छन् फन्द खल्टिन अलगा काममा गल्ला के छ यार फोन नबे यो मोबाइल डिग राख्ला यार बाइक डिग मान्छे डिग राखे उल्टा होला के अब गरम त नाइ पर्यो भन्दै के हो। यो ज्याकेट किन्दाखेरि हाम्रो दिन ज्याकेट नै हेरेर 2500 मा किने अरे 1500 मा कसो नकिन्नु 1500 हामीलाई हो जलो हैन खानपिनमा मजाल हो जाने। ल पो हजुर अर्को भिडियो बनाउला रे अहिले चाहिँ यो भिडियोलाई अन्तिम यो हातले थर्के थियो क्या तनाव हो गया तमला अर्का निवार कन्टेक्टको दिन बिसरिया त म मजाले हजुरले वर्षा दिया मोलो झन्न भन्नु नान दुःख सुख सँग पोखरा थियो क्या न हजुरलाई त समस्या परेपछि अब यो फेसबुकमा अपलोड गरिदियो म हैन कमेन्ट गरे हजुर इस्यु भन्नु तस अनुसारले कन्ट्याक्ट गर्ला रे जाउँला एक दिन आज शनिबार हुन्छ मौसमलाई सही छ नगर्नु न चिसो हमलाई झिक्क मान्छे भएबाट हम त एक समूह बनाउने हो का बसा चाहिँ बुढी पीडित समूह भन्नुपछि ल ल ल पो हजुर हात धेरै थकियो तन्न